कोरियनहरूले मान सम्मान भन्ने कुराहरूलाई चाहिँ कति केयर गर्ने कि है। हामी चाइल्ड केयर जाँदाखेरि जहिले उहाँहरूले नै पहिला नमस्कार गर्नुहुन्छ कि कस्तो यो संस्कार देखेर चाहिँ कस्तो खुसी लाग्ने कि आफ्नो संस्कार बचाउनलाई अनि आफ्नो कर्तव्य पुरा गर्नलाई चाहिँ कहिले पछि नहट्ने, कहिले नहिचकिचाउने कि कोरियनहरूको यो स्वभाव चाहिँ कस्तो राम्रो लाग्छ मलाई। जहाँ पनि अफिसमा हैन, बैंकहरूमा जता गए पनि उहाँहरूले चाहिँ पहिले आफ्नो कर्तव्य चाहिँ निभाउनुहुन्छ कि पहिला, सबैभन्दा पहिला चाहिँ उहाँहरूले कति छिटो नमस्कार गर्नुहुन्छ कि कस्तो मलाई खुसी लाग्छ यो संस्कार देखेर चाहिँ। हामीलाई चाहिँ यो चाइल्ड केयरमा चाहिँ आफ्नो बच्चाहरूसँगै अहिले बच्चाहरूले के खान मन पराइरहेका छन् हैन, अनि उनीहरूले के अहिले सिकिरहेका छन् त्यो उनीहरूले मन पराएको खाना सँगै खाँदै अनि उनीहरूले अहिले सिक्दै गरेको कुराहरू चाहिँ सँगै सिक्दै सिकाउँदै र खेल्दै गर्नको लागि चाहिँ प्रोग्राम राख्नु भएको थियो। यो प्रोग्राममा चाहिँ सहभागी भएको थिएँ म पनि। हामी चाइल्ड केयर जाँदाखेरि हाम्रो बच्चाहरू चाहिँ यसरी सुतिरहेको थिए अनि कस्तो मिठो तरिकाले हैन, मायालु तरिकाले सबै बच्चाहरूलाई उठाउनु भयो अनि एकैछिन फ्रेस गराउनु भयो। अनि त्यसपछि हामीलाई चाहिँ बच्चाहरूले खानेकुरा चाहिँ उनीहरूले मन पराएको कुराहरू चाहिँ दिनुभयो अनि उनीहरूसँगै बसेर खान पाइयो। अनि खाइसकेपछि उनीहरूसँगै खेल्यौँ। उनीहरूले अहिले के खेलिरहेछन्, कसरी खेल्छन् हैन, कुन कुन गेमहरू खेल्छन्, उनीहरू कसरी कुन गेम खेल्दाखेरि चाहिँ कसरी रमाइरहेका छन् भन्ने कुरा चाहिँ देखाउँदै अनि खेल्दै गर्नु पनि पाइयो। उहाँहरूले पनि कसरी खेलाउनुहुन्छ देखाउनु भयो, पढ्नमा कसरी ध्यान केन्द्रित गर्ने हैन, खेल्नमा चाहिँ पनि कुन गेमपट्टि उनीहरूलाई बढी इन्ट्रेस्ट छ हैन, कसरी खेल्न चाहिँ रुचाउँछन् त्यो कुराहरू पनि आफूले सिक्दै उनीहरूलाई पनि सिकाउँदै अनि टिचरहरूले पनि हामीलाई सिकाउँदै गर्नुभयो। अनि यस्तो प्रोग्रामहरूमा सहभागी हुन पाउँदाखेरि चाहिँ अब बच्चाहरूसँग खेल्दै उनीहरूलाई पनि खेलाउँदै गर्दाखेरि चाहिँ आफू पनि बच्चा भए जस्तै कस्तो रमाइलो बच्चापनको याद आउँदो रहेछ।